कसैले भन्नुहुन्छ संघीयताले के दियो भन्नुहुन्छ। यो संघीयताको उपलब्धि हो। म अहिले यहाँ देखिराखेको छु, हामीलाई संविधान प्राप्त भएपछि, जनताको संविधान प्राप्त भएपछि हाम्रो हक अधिकार सबै जात जाति वर्ग क्षेत्रलाई अधिकार सम्पन्न गराएको छ। यो संविधानले, यो व्यवस्थाले, संघीयताले यो दिएको उपलब्धि हो। मैले भर्खरै पनि देखेँ पञ्चेबाजाको महिला समूहहरू दिदीबहिनीहरूलाई म बधाई पनि दिन चाहन्छु। टाढाबाट आउनु भएको छ। यो पनि यो व्यवस्थाको उपलब्धि हो। हिजो चुलो चौकाबाट निक्लिन नपाउने, डर हुने, लाज हुने हाम्रा आमा दिदीबहिनीहरू आज पुरुषसँग हामी पनि पुरुष र सबै काम गर्न सक्छौँ भनेर अगाडि बढिराखेको र यो तपाईँ हाम्रो अगाडि लोप हुँदै गइराखेको संस्कार पञ्चेबाजा बजाउने समूह महिलाहरूको अहिले हामीले देखिराखेका छौँ। यो पनि यो व्यवस्थाको उपलब्धि हो। त्यसकारणले म आग्रह गर्न चाहन्छु, यो व्यवस्थालाई चुनौती दिएर पुरानो व्यवस्था खोज्नेहरू हिजो के गर्दै हुनुहुन्थ्यो? यो व्यवस्थालाई आत्मसात गर्नुहोस्। एउटा सामान्य जनताको छोरो यस मुलुकको प्रमुख पदमा आसीन हुन पाउने व्यवस्था हो। जन्मिएकै भरमा प्रमुख पदमा बस्ने व्यवस्थाको अन्त भइसकेको कुरा सबैले जान्न जरुरी छ र आत्मसात गर्न जरुरी छ। म आग्रह गर्न चाहन्छु। त्यसो भएका कारणले यो व्यवस्था उत्कृष्ट छ। यस व्यवस्थाभित्र काम गर्दै गर्दा केही कमी कमजोरी रह्यो भने त्यसलाई सुधारेर परिष्कृत गरेर लिएर जानु पर्दछ। यो जनताको आफ्नो व्यवस्था हो। म यति निवेदन गर्न चाहन्छु। अहिले हामीहरूले सरकारले अध्यादेश मार्फत कानुन ल्यायो, यो हो त्यो हो भनेर जनमानसमा भ्रम छर्ने काम भएको छ। त्यो अध्यादेश अहिले संसदबाट पास भएको छ। अध्यारा कोठा पनि के भनिँदैछ। यो जनताका लागि अहिलेको आवश्यकतालाई महसुस गरेर समृद्ध नेपाल निर्माणका लागि हाम्रा अप्ठ्यारा कानुनहरूलाई परिष्कृत गरेर छिटो छरितो काम गर्नका निमित्त जनता हितमा रहेका कानुनहरूलाई संशोधन गरेर ल्याइएको अध्यादेश हो, जुन चाहिँ संसदबाट पास भइसकेको छ। त्यसकारणले यो यस्ता खालका भ्रम नछर्न पनि म आग्रह गर्न चाहन्छु। हिजो हामीले निर्माण गरेका कानुनहरू समय अनुकूल परिष्कृत लाँदै गर्नुपर्दछ। त्यसो भएका कारणले जनताको इच्छा आकांक्षा अनुसार, मुलुकको आवश्यकता अनुसार यस्ता कानुनहरू परिमार्जित भइरहन्छ। लामो समयसम्म हामीहरूले अभ्यास गर्यौँ यस व्यवस्थाभित्र र हाम्रो शासन पद्धतिहरू छिटो छरितो काम हुन सकेन। सत्ता परिवर्तन चाँडो भइराख्यो र अहिले निर्वाचन पश्चात निर्वाचनमा पाएको मतभन्दा पृथक ढङ्गले दुई ठुला दलहरू मिलेर सरकार सञ्चालन गरेको अवस्था छ। यति मजबुत सरकार र यो अवस्था आइपर्नको कारण स्थायी सरकारको आवश्यकता ठुला दलहरूले महसुस गरे। परिवर्तनको भागका रूपमा उभिएका यी ठुला दलहरूले अब जनताहरूको
इच्छा आकांक्षाहरू परिपूर्ति गर्नुपर्दछ, समयमा गर्नुपर्दछ र स्थायी सरकार प्रदान गर्नुपर्छ भन्ने हेतुका साथ यो सरकार निर्माण भएको हो। त्यसो भएका कारणले हामी सरकारमा बस्नेहरूलाई ढिला सुस्ती गर्ने अर्थात् आलटाल गर्ने कुनै पनि छुट छैन। सम्माननीय प्रधानमन्त्रीज्यूले पटक पटक भन्नुभएको छ, मन्त्रीहरूले अहोरात्र खटेर जनताका पक्षमा जनताका हितमा हुने छिटो छिटो काम गर्नुहोस् भन्ने कुराको निर्देशन दिनुभएको छ। र म आग्रह गर्न चाहन्छु, 3 तहका सरकार हामी कहाँ विद्यमान छ, स्थानीय तहका सरकारका साथीहरूलाई म आग्रह गर्न चाहन्छु, तपाईहरूले पनि जनता हितमा गरिरहनु भएकै छ, अझ बढी गरिदिनुहोस् र ढिला सुस्तै हुने कुरालाई, विवेकपूर्ण हुने निर्णयलाई, व्यवहारलाई त्यस्ता छुटफुट छन् भने पनि तिनलाई परिमार्जित गरेर सबैलाई समान ढङ्गले न्यायोचित ढङ्गले तपाईहरुको कार्य सम्पादन हुने गरी, काम नअड्किने गरी जनताको कामहरू समयमै गर्नेतिर लालायत गर्नुहोस्, अझ बढी गर्नुहोस्। म यो आज भवन उद्घाटन गर्दै गर्दा त्यो शुभकामना दिन चाहन्छु स्थानीय सरकारका साथीहरूलाई। कर्मचारी साथीहरू हुनुहुन्छ, मैले अघि भनिहालेँ, हामी कसैलाई छुट छैन। हामीले राजनीतिक हिसाबले ठुल्ठुला क्रान्ति गर्यौं, परिवर्तन आयो मुलुकमा। अब आर्थिक हिसाबले परिवर्तन ल्याउनु छ र आर्थिक हिसाबले परिवर्तन ल्याएर समृद्ध नेपाल निर्माण गर्नलाई अगाडि बढ्नु छ। न्यायोचित ढङ्गले हामीले हाम्रा सेवा प्रदान गर्नु छ जनतालाई। त्यसो भएको कारणले सरकार यस दृष्टिकोणका साथ अगाडि बढिराखेको छ। सबै तहका सरकारहरू यसरी नै काम गर्न म आग्रह गर्न चाहन्छु। संघ सभाका हकमा मैले आफूले सम्हाल्दै आएको ऊर्जा जलस्रोत सिंचाइ मन्त्रालय अन्तर्गत तपाईहरुले यसपटक खर्च गरेर भ्याउन नसक्ने गरीको बजेट आएको छ। यही आर्थिक वर्षभित्र खर्च गरिसक्नुहोस् भन्ने म आग्रह गर्न चाहन्छु। समन्वय गर्नुहोस् सबैतिर। 67 करोड भन्दा बढी रकम मैले मन्त्रालय सम्हालेपछि यस मन्त्रालय अन्तर्गत आएको छ। खर्च गर्न सक्नुपर्छ। खर्च गर्ने क्षमता कम छ र फर्चौट गर्ने कुरालाई ध्यान दिनु होला। फर्चौट नभएका कारण, खर्च गर्न नसकेका कारण भएन भन्ने विषयको मान्यता समाजमा स्थापित हुँदैछ। त्यो तपाईहरुको दायित्व हो। आएका बजेटहरू समयमा खर्च गर्न सक्नुपर्छ र त्यो बजेट खर्च गर्दै गर्दा जनताको हित हुने गरी सबैलाई छलफल गराएर जनताले बुझ्ने गरी काम गर्नु हुन म आग्रह गर्न चाहन्छु। हामी भाग्यमानी छौँ, सङ्खुवासभा जिल्लाका जनता हौँ। यति धेरै स्रोत साधन छ। पर्यटकको दृष्टिकोणले कुरा गर्यो भने पनि तपाईहरुलाई थाहा छ, हामी हिमाल भएको जिल्लाका मान्छे हौँ, मकालु हिमाल लगायतको। अहिले 3 देशलाई छुने गरीको सडक निर्माण गर्दै गर्दा अब आवत जावत सहज हुने गरी बाटो खुलिसकेको अवस्था छ। स्तर उन्नति मात्रै बाँकी छ, किमाथाङकादेखि जोगमुनीसम्मको। आर्थिक दृष्टिकोणले पनि यसको अत्यन्तै ठुलो महत्त्व छ। आज अलि वेदर बिग्रिएर हामी घुमेर आउनु पर्यो। अरू जिल्ला, पहाडी जिल्लाका हकमा हेर्यो भने आधा घण्टामा काठमाडौँ पुगिने, गाडी चढेर 3-4 घण्टामा विराटनगर पुगिने, जोगमुनी पुगिने। अब 3-4 घण्टामा त हामी चीन पुग्ने गरीको जिल्ला सङ्खुवासभा हो। यस दृष्टिकोणले पनि हामी भाग्यमानी छौँ। अब आर्थिक हिसाबले जिल्लालाई, यो सङ्खुवासभा जिल्लालाई मजबुत गराउँदै गर्दा मुलुक मजबुत हुने गरीको काम गर्न सकिने जिल्ला हो। ठुल्ठुला हाइड्रो पावरको आयोजनाहरू यहाँ निर्माणाधीन छन्। अप्पर अरुण,
अरुण चौथो लोयर अरुण किमथानका लगायत झन्डै 5000 मेगावाट विद्युत उत्पादन यस जिल्लाले मात्रै गर्न सक्छ। यो सबै कामहरूका लागि अगाडि बढाइएको छ। यो अपर अरुणको काम हुँदै गर्दा अरू जिल्लामा पनि भनेको छु, तर यस जिल्लाबाटै सुरुवात चाँडो हुन सक्छ भन्ने मैले विश्वास लिएको छु। कम्तीमा पनि प्रत्येक घरलाई 5 लाखदेखि 2 लाखसम्मको सेयर वितरण गर्ने योजनाका साथ काम भइराखेको म आग्रह गर्न चाहन्छु र सम्पूर्ण सङ्घुवा सभावासीले त्यो सेयर प्राप्त गर्नुहुनेछ। र हामीले गरिबीका रेखामुनि भएका मान्छेहरूको पहिचान गरेका छौँ। सरकारले गरिबीको रेखामुनि रहेकाहरूलाई कार्ड वितरण गरेको छ, जसले बिहान बेलुका खानालाई धौधौ छ, दिनभरि रोजगारी गरेर परिश्रम गरेर आफ्नो काम गरेर पेट पाल्नलाई धौधौ छ। त्यो वर्गलाई हामीहरूले परिचय कार्डै दिएर उहाँहरू गरिबीको रेखामुनि हुनुहुन्छ है भने छ। त्यो वर्गका मान्छेहरूलाई सरकारले ऋण व्यवस्था गरिदिएर पनि त्यो आयोजनामा सेयर हालिदिनेछ। उहाँहरूसँग केही छैन, हामीहरूलाई थाहा छ। त्यस्ता वर्गका लागि पनि समृद्ध नेपाल हुँदै गर्दा उहाँहरू त्यस लाभांशबाट छोड्नु हुँदैन। अनि मात्रै तल्लो तहका विपन्न वर्गहरू आर्थिक हिसाबले सम्पन्न भइसकेपछि मात्रै मुलुक समृद्ध हुने लक्ष्यका साथ काम गरिराखेका छौँ। यसमा खास गरेर मैले सम्हालेको मन्त्रालयले हामीहरूले यो काम गरिराखेको छौँ। मलाई आशा विश्वास छ सबभन्दा छिटो त्यसको सुरुवाती सङ्घुवा सभाबाट हुनेछ। त्यसो भयो भने हाम्रो रोजगारी सिर्जना हुने कुरा, आय आर्जन हुने कुरा, हाम्रो चाहिँ हामीसँग रहेको स्रोतको अधिकतम उपयोग, हाम्रो भूमिको अधिकतम उपयोग गरेर मुलुकलाई समृद्ध बनाउन सकिन्छ। मुलुक समृद्ध हुँदै गर्दा सङ्घुवा सभा छुट्ने कुरा भएन। सङ्घुवा सभा सबभन्दा पहिले समृद्धको यात्रामा अगाडि बढ्नेछ। यसको टिकाइ देशभरि हुनेछ भन्ने कुरा म निवेदन गर्न चाहन्छु। धेरै गन्थन गर्ने, लामा कुरा गर्ने समय व्यतीत भइसकेको छ। अब हामीले काम गर्नेतिर, काममा जुट्नेतिर र नकारात्मक कुराहरू समाजमा जुन फैलाउन खोजिराखेको छ, समाजलाई जुन भाङ्न खोजिराखेको छ, त्यसका लागि तपाईँ हामी सबै चनाखो भएर बस्नुपर्ने आवश्यकता छ। म आग्रह गर्न चाहन्छु, निवेदन गर्न चाहन्छु, तपाईँ हामी सबै मिलेर हामी विभिन्न पार्टीमा आस्था राख्छौँ होला, विभिन्न विचारधाराका मान्छेहरू छौँ होला, तर हामी के हौँ? मान्छे हौँ, नेपाली हौँ। अहिले भन्दै गर्दा हामी सङ्घुवा सभावासी हौँ। त्यस कारणले जुन पार्टीका भए पनि, जुन विचार बोके पनि, जुन समूह बोके पनि भोक पनि लाग्छ, निन्द्रा लाग्छ, तिर्खा लाग्छ, पढ्न पर्छ, बाटो चाहिन्छ, पानी खान पर्छ, स्वास्थ्य उपचार गर्नुपर्छ। यो समान कुराहरू सबैका साझा छन्। यो साझा समान कुराका लागि तपाईँ हामी एकमत भएर हातेमालो गरेर सबैसँग सल्लाह गरेर मुलुक निर्माणमा लाग्नुपर्छ। म यति कुरा राखेर, मलाई समयको अभाव पनि छ, अझै काठमाडौँ जानु छ। मलाई आमन्त्रण गरिदिनु भयो। भवन उद्घाटनकै सिलसिलामा भए पनि म आयोजक साथीहरूलाई, खास गरेर 11 नम्बर वाडाका चैनपुर नगरपालिकाका नम्बर वार्डका अध्यक्षज्यू लगायत सम्पूर्ण सदस्य साथीहरूलाई र स्थानीयवासीहरू सबैलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। मलाई यहाँहरूले आमन्त्रण गरिदिनु भयो, सबैसँग भेटघाट हुने अवसर पनि प्राप्त भयो र यसका लागि पनि म आभार व्यक्त गर्न चाहन्छु। म धेरै कुरा गर्न चाहन्छु। तपाईहरुले मलाई राम्रो जान्नु भएको छ, राम्रो चिन्नु भएको छ। पटक पटक निर्वाचनमा तपाईहरुले भोट हाल्दिनु भएको छ। मेरा बानी व्यवहार तपाईहरुलाई थाहा छ। मैले धेरै कुरा गर्नु पर्दैन। म काम गर्न लालायत भएको मान्छे हुँ, म काम गर्न चाहने मान्छे हुँ। त्यसका लागि यहाँहरुको साथ समर्थन सधैँ रहिरहनेछ भन्ने कुराको विश्वास राख्दै आफ्ना भनाइहरु टुङ्ग्याउँदै यो भवन उद्घाटन जसरी भएको छ उत्साहका साथ जनताहरूले यसरी नै यहाँबाट सेवा प्राप्ति गरेर सधैँ खुसी रहिरहन् भन्ने शुभकामना व्यक्त गर्दै बिदा हुन चाहन्छु। हस्त धन्यवाद, नमस्कार, जय नेपाल।